शनिबार किन लानु पर्यो र अहिले म हुँदैछ म त अरू दिन जाऊँ न शनिबार नजाउँ अरू दिन जाऊँ क्या शनिबार नजाउँ अरू दिन जाऊँ शनिबार बाहेक अरू दिन हुन्न शनिबार मान्छे धेरै हुन्छन् धेरै भएर चाहियो कि धेरै भएर चाहियो त शनिबारै जानु पर्यो जो कहाँनिरको ठाउँ ठ्याक्कै के भन्छ यो ठाउँलाई सल्लाघारी तल तल हेलिप्याड भन्छ कतै बोर्डमा लेख्यो होला नि नाम यो बाटो बन्यो कि नै यो बाटो बन्यो कि नै बन्यो फिक्स भयो म बनेको छैन ए बनेछ नि त पुग्यो यही हेर्न आएको म त्यसैको लागि आएको के भयो भनेर म चाहिँ यसैको लागि आएको त्यो अब कहाँसम्म बन्यो भन्ने कुरा यहाँ बल्ल अलकत्रा पोल्दैछ बनाउँदै होला उता माथि बनाउँदै होला क्या नतान्दो रहेछ नि त होइन होइन अरू पनि तानेन उकालै रहेछ क्या यहाँनिर हेर्दाखेरि मात्रै उकालो नलाग्यो होला ठ्याक्कै यो ठाउँलाई के भन्दो रहेछ यहाँ लेखेको छैन जगडोल सल्लाघारी जगडोलमा आइपुग्यौँ हामी यो बाटो पनि चाहिँ झन् दामी भयो नि त रमाइलो देख्यो क्या कत्रो ठुलो राम्रो भयो नि त बाटो अलिक मजाले उयो गऱ्यो क्या मजाले फिजरेर बनायो नि त पहिला अलिकति बिचमा मात्रै गरेको थियो होला फिक्स होइन यो पार्किङ गएको थियो कि नै हेर गएको छु जाने कि नै बनेछ त्यो अस्ति बन्द गरेको थियो हामी एकचोटि आउँदा ए बनेछ कन्टिन्यू बनाउने होला खालको एउटै हो कि यो बाटो त्यही बाटो कन्टिन्यू हो नि त यो यहाँनिर चाहिँ अलिकति साँगुरो भएछ यहाँनिर साँगुरो भएछ नि त किन अब यता आउनलाई यो बाटो आउँदा नि भइहाल्यो होइन चाहिँ राम्रो भइहाल्यो नि बाटोले गर्दाखेरि यो बाटो सोचे जस्तो ठुलो भएन रहेछ यहाँनिर अलिक ठुलो भएको पहिला भिड हुन्छ नि त यहाँ जानेमा लाइन लाग्छ नि मान्छेको कस्तो चहल पहल हुन्छ है यो ठाउँमा कहाँ टाढा आए जस्तो फिल हुन्छ है टाढा आएर धेरै टाढा आएर घुम्न आए जस्तो हुन्छ
अहिले चाहिँ यही नजिकै यहाँ नि बनाइदिएको हुन्थ्यो यहाँ त बाटो ठिकै छ त यहाँ त यहाँनिर त यो चाहिँ अब सल्लाहघारीको माथि सल्लाहघारी भयो दक्षिण सल्लाहघारी यता अलिक नयाँ हुँदैछ है रेनकोट राख्नुपर्ने बिर्सेछ आज पनि रेनकोट सल्लाहघारी सक्नुहुन्छ यहाँबाट उताको आमाहरू आउनु भएन होला यहाँ होइन उता बुवा आमाहरू उताको बुवा आमाहरू बुवा सक्नुहुन्न है के को हो अन्त यो जस्तो ठुलो हुन्छ होला भनेको त्यति भएन है तर दुई दिन छ र दुई शीतल भयो भने त मजा आउँछ नि फोल्डिङ होला गाडीमा हो रातो कलरमा दामी रहेछ फोन रातो कलरमा राम्रो देख्दो रहेछ रातो कलरमा चाहिँ लिएको पनि हुँदो रहेछ क्या यिनीहरू बनाउनै भएको रहेछ के हो यहाँ के भन्छ निवारी खाजा ए राम्रो बिजनेस सुरु गरेँ राम्रो बिजनेस चालु गरेँ होइन आइडिया लगाएको छ शनिबार बेच्यो होइन खायो स्योर खान्छन् नि पेक गराएर नि लान्छन् क्या माथि त्यता पेक गरायो माथि लगायो बस्यो खायो तिमीमा नेवारी मात्रै नभएर अरू कुरा पनि चल्छ कि वान डे बिजनेस हो नि त यो त हप्ताको एक दिन गऱ्यो ट्याक्क गऱ्यो होइन आइहाल्यो नि यहाँ हामी पहिला हिँड्दा कस्तो थियो पहिला हिँड्दा काठमाडौँको नजिक पनि यस्तो ठाउँ रहेछ भने त यहाँलाई त्यहीँनिर त्यस्तो ठाउँ छ होइन यहीँनिर यस्तो ठाउँ रहेछ भनेर भने त हामीलाई होइन अहिले त त्यस्तो केही लाग्दैन है अन्त भरि घरहरू पनि भरिँदै गयो
उज्यालो हुँदै अँध्यारो जस्तो लाग्थ्यो नि यो डेभलप भएको चाहिँ बुढानीको हो त्यो त पहिल्यै दिमाग लाउनु पऱ्यो नि त त्यो पहिल्यै दिमाग लाउनु पऱ्यो क्या बुढानीला कण्ठको नजिकै छ भनेर त्यो यो तलको भागहरू छ नि अहिले सस्तै छ होला ठिकै छ होला रेटहरू होइन तलको भाग चाहिँ अब योहरू होइन अब यसको पालो हो क्या अब यो ठाउँ त्यो जस्तै हुन्छ क्या यो ठाउँ तलको पल्लो पल्लो बजार देख्दैछ नि यो चाहिँ एकदम छिटो होइन एकदमै छिटो हुन्छ क्या अब किन भन्दाखेरि अब भरिने चान्स छ नि के हो क्या अरू अप्सनै छैन नि त यहाँ होइन यो बाँकी छ नि त्यति अब भरि नै सक्यो हामी यहाँ कस्तो खोल्सोबाट गर्थ्यौँ है त्यो खोल्सो कहाँ रहेछ भने ताल रहेछ हौ अनि